यो खास गरेर जनकपुर नै रोज्नुको मेन कारण के होला? तपाईँहरूको आतिथ्यता जनकपुरलाई पनि नेसनल लेभलमा टुरिज्म सेक्टरलाई चाहिँ प्रमोट गर्नुपर्छ भनेर, र अर्को कुरा जनकपुर जेसिसले चाहिँ योभन्दा अगाडि इत्यादिमा रहेको महाधिवेशनमा चाहिँ हामी गर्छौँ भनेर अनुमोदन गरेर लिएर आएको हुन्छ यहाँ पनि। गर्छौँ भनेर भन्नुभएको तर यहाँ चाहिँ अनुमोदन गरेर त्यहाँ अनुमोदन गरेर यहाँ ल्याउनु भयो। ओके, यो चाहिँ 3 दिनसम्म हुन्छ होला? 4 दिनसम्म हुन्छ। ओके, यो 4 दिनको भित्रमा तपाईँहरूले कतिसम्मको मान्छेहरू उपस्थित हुन्छ होला या कतिसम्मको अपेक्षा गर्नुभएको छ? अहिलेसम्म जेसिसमा जहिले पनि 5000 प्लसकै उपस्थिति रहेको छ, र अहिलेको यो स्थिति हेर्दाखेरि हाम्रो चाहिँ पहिला 7000 प्लस, र यसपालि चाहिँ हामीले 5000 प्लसको मात्रै छ। यस्तो किन? पहिला चाहिँ 7000 र अब चाहिँ 5000, अब क्रमशः त बढ्नुपर्ने होइन र? तपाईँ हामी सबैलाई थाहा छ कि अहिलेको देशको स्थिति कस्तो रहेको छ। अहिले आर्थिक पाटो पनि धेरैजनालाई समस्या भएको छ, अहिले सेक्युरिटीको कुरा आएको छ। सो धेरैजनाले चाहिँ आफ्नो सुरक्षाको निम्ति पनि धेरै कुरा सोचेर चाहिँ यहाँ नआउने। ओके, कतिसम्मको लगानी गर्नुभएको छ? किनभने हामीले हेरिरहेका छौँ जानकी मन्दिरको जुन प्रवेशद्वार छ त्यस्तो खालको डिजाइन पनि बनाइएको छ, र सँगसँगै यहाँ चाहिँ भव्य तरिकाले पण्डालहरू बनाइएको छ। यहाँ चाहिँ मलाई जहाँसम्म चाहिँ हजारौँ होइन, लगभग कयौँ हजार मान्छेहरू चाहिँ अटाउन सक्छ, र यो चाहिँ हामीले पण्डाल हेरिरहँदा साँच्चै नै खुसी। यहाँ चाहिँ यो गर्नुहुन्छ, कतिसम्मको बजेट कतिसम्मको छ यहाँ? यो बजेटको कुरा गर्ने हो भने नेपाल जेसिसले बियुटीसँग जोडेर यसलाई दिने भनेको 9 लाख रुपियाँ हो, र त्यो बाहेक हाम्रो रजिस्ट्रेसन 10,000 रहेको छ। सो हामीसँग 174वटा शाखा छ। 174वटा शाखाबाट आउँदाखेरि रजिस्ट्रेसनको पैसा पनि यहाँ रहेको छ, र जहाँसम्म लाग्छ उपमहानगरपालिकाले पनि सहयोग गरेको छ, र यो उहाँहरूको चाहिँ फेरि 50 इयर्स एनिभर्सरी पनि रहेको छ, र उहाँहरूको थिम कलर त्यही भएर गोल्डन रहेको छ। त्यो एनिभर्सरीलाई मिट गर्ने गरेर त्यो आर्थिक पाटो जेसिसले दिने यति नै हो, अरू चाहिँ उहाँहरूले उठाउनु। अरू के भन्न चाहनुहुन्छ अन्तमा? के भन्न चाहन्छु भने जसरी माता सीतालाई लिनको लागि राम आउनुभएको थियो यहाँनिर, भगवान् राम, उहाँलाई गरिएको थियो अतिथ्यता, उहाँलाई गरेको थियो माया सत्कार, त्यो चाहिँ मेचीदेखि महाकालीबाट आउनुभएको साथीहरूले सोही अनुरूप पाउनुहुन्छ भन्ने विश्वास छ। र त्यो मात्र होइन, साथीहरू यहाँ आउँदै गर्दाखेरि यहाँको टुरिज्म सेक्टरको प्रमोसन, यहाँको आर्थिक पाटो, यहाँको उद्योगहरूमा पनि थप सहयोग हुने हुँदा यो कार्यक्रम चाहिँ यहाँ जनकपुरमा हुँदाखेरि जनकपुरवासीहरूले पनि यसलाई अलिकति प्राथमिकताको रूपमा लिइदिएर यहाँ आउने सम्पूर्णलाई चाहिँ सहयोग गर्छ। भोलि 4 गतेदेखि सुरु भइरहेको छ। 4 गते कति बजेदेखि सुरु हुन्छ? भोलि हाम्रो ड्यास कल 1 बजे हुन्छ, र ओपनिङ चाहिँ 3 बजे। धन्यवाद। धन्यवाद।